लडभङ्गा चप को यो लडभङ्गा पुरै जमेको ताल हो यो पुरै आइस बने यस्तो घामा सुता क्र्याम्पन लाउन लाग्यो अब के गर्ने ल्याएको सामान Good morning guys. Good morning. Hello, good morning. ल अहिले चाहिँ हामी सामा गाउँबाट निस्क्यौँ निस्केर चाहिँ आज हामी साम्दो जाने क्रममा छौँ बाटोमा वीरेन्द्र ताल छ वीरेन्द्र ताल अवलोकन गर्छौँ हिँड्छौँ त्यहाँदेखि यहाँ चौरीगाई खच्चड हिमाल हेर्नुहोस् ल वीरेन्द्र तालको फर्स्ट नजारा ल हेर्नुहोस् माथि पुरै हिमाल मनास्लु हिमाल यो हो वीरेन्द्र तालमा हामी सबैजना वीरेन्द्र ताल भ्रमण गरिरहेका छौँ वीरेन्द्र ताल हेर्ने क्रममा छौँ यो चाहिँ बाटोमै थियो हामी यताबाट चाहिँ अब तपाईँको सामा गाउँबाट चाहिँ वीरेन्द्र ताल हुँदै घुम्दै हामी चाहिँ आज साम्दो गएर बस्छौँ साम्दो पुगेपछि अब भेटौँला कस्तो हुन्छ साम्दोको नजारा है ल हेलो गुड मर्निङ ल आज डे 7 आज चाहिँ हिजो हामी जम्बाला होटेलमा बसेका थियौँ यो जम्बाला होटेल एकदम जम्बाला होटेल चाहिँ एकदमै राम्रो बेस्ट अहिलेसम्मको हाम्रो ट्रेकिङ मध्येको सबैभन्दा बेस्ट जम्बाला होटेल है फुड पनि गुड सर्भिस पनि गुड सबै कुरा राम्रो छ जम्बालामा अब जम्बाला चाहिँ एकदमै ठिक लाग्यो हामीलाई चाहिँ अहिलेसम्मको हामी यत्रो दिन हिँडिएको मध्येमा आजसम्मको सबैभन्दा बेस्ट होटेल जम्बाला त्यहाँको ओनरदेखि लिएर त्यहाँको सर्भिस गर्ने भाइहरू दाइहरू सबैजना एकदमै राम्रो हुनुहुन्थ्यो जे होस् हामीलाई चाहिँ एकदमै राम्रो लाग्यो है भाइ कस्तो लाग्यो तिमीलाई जम्बाला ठिक छ नि बेस्ट छ होइन जम्बाला बेस्ट छ यो भ्लग हेरेर जो पनि साम्दोमा बस्ने हो नि जम्बालामा बस्यो हुन्छ ढुक्कले अरू भनेको अनि त्योभन्दा तल गएर अरे नर्बु होटेल त्यो मासला नरु होटेलमा चाहिँ जिन्दगी झुकेर त्यो ठग हो स्क्यामर त्यो चाहिँ सामा गाउँमा छ सामा गाउँमा भएको नरु होटेल त्यसमा चाहिँ नबस्नु होला त्यो चाहिँ ठिक छैन नेपालीलाई खासै मान्छे पनि भन्दैन खालि टुरिस्ट मात्रै भन्छ है भ्यू आज हाम्रो डे 7 को यात्रा सुरु गरेका छौँ हामीले आज डे 7 मा चाहिँ हामी साम्दोबाट धर्मशालाको यात्रा हाम्रो आज हामी धर्मशालामा स्टे गर्छौँ धर्मशाला जाने बाटो चाहिँ यही हो हेर्नुहोस् लडभङ्गा चप को यो लडभङ्गा हल्लार्ने होइन यहाँ बढी बोल्यो मारिदिने अर्को लडभङ्गा यो पनि शिवलाई त्यो पनि शिवलाई सारा संसार शिवलाई म पनि शिवलाई हरिभजन गाउँ लडभङ्गा वाजनमा ठुलो लडभङ्गा यहाँको फेरि अध्यक्ष को थाहा भेना लडभङ्गा अध्यक्ष भेना हो एक नम्बर ल सालो भेना जुत्यो नि त के अल्छी भेनालाई लटभङ्गा अरे तपाईँले मलाई लडभङ्गा भन्दिनँ मिल्छ त मैले तपाईँलाई अल्छी भन्न मिलिहाल्यो नि मिल्यो सबै प्रेडिक्टै हो नि भेना तपाईँले मलाई प्रेडिक्ट हान्दै जस्तै मैले नि तपाईँलाई प्रेडिक्ट हान्दै बुढी पकाइ खानु पर्छ कसले पकाउने बुढी
के खेल्ने रे ओ ल ल के खेल्ने रे ए बिहा सिहा गर्दैन तिमीलाई होला 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 नमस्ते आइते हाम्रो आइतेजी आउनु भएको छ उहाँलाई एकचोटि यो स्टेजमा आएर डान्स गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु आइते मान्छे आउँदै हुनुहुन्छ नाच्नु डिजे डिजे नमस्ते हामी चाहिँ यहाँ हेभिङ इन्जोय गर्दैछौँ रमाइलो गर्दैछु यो बेस्ट यो ठाउँ भन्यो यो ठाउँको नाम के गाइस मसाला त्यस्तो राम्रो भ्यू छ कि हामीसँग ब्याकग्राउन्ड लुक अनि यहाँ हुनुहुन्छ हाम्रो लडबङ्गा यो अन्त बोल्नु सो हेलो एन्ड गुड मर्निङ आज चाहिँ हाम्रो डे 7 8 ओहो सरी आज डे 8मा चाहिँ आज हामी धर्मशालाबाट चाहिँ लार्के पास गर्दैछौँ लार्के पास गर्ने क्रममा आज हामी बिहान 3 बजे नै निस्किया हो निस्किन चाहिँ 3 बजे उठेर 4 बजेतिर निस्किया हो अनि त्यसपछि गएर अब बाटोमा हिँड्दैछौँ अघि अँध्यारो थियो त्यही भएर तपाईँहरूलाई देखाउन पाइनँ अहिले उज्यालोको बेलामा अलि उज्यालो भएको ताल पुरै जमेको छ पुरै जमेको ताल हो यो यहाँ अनिल हुनुहुन्छ भ्यू हेर्नुहोस् गाइस मर्निङ भ्यू बबाल हेर्नु त ओ बबाल मर्निङ भ्यू गुड मर्निङ गाइस हेलो बबाल ल सही छ है गाइस हेर्नु त पछाडिको भ्यू ओ माई गड इट्स अ हेभन साथीहरू अहिले हामी 48 मिटरको हाइटमा आइसकेका छौँ 48 मिटरको हाइटमा क्रममा आउने विनय अल फाइन अनिल फाइन दाई फाइन सबजना फाइन छ है निशान फाइन अरू कता गयो खै बरल भन्छ कता गयो ए बरल भन्छ यता छ ल हेर्नुहोस् भ्यू बवाल छ भ्यू ल बिहानको भ्यू 48 मिटरको हाइटमा आएर तिमीहरू दुईजना यस्तो फटाइ काम गर्छ खालि दुईजना मात्रै फोटो खिच्छ अनि अर्कोले खिच्ने बेलामा गर्छ होइन दुईजना हो सब त्यस्तै ए गाइस बाटो हिँड्दैछ भने चाहिँ सबै लाइन लाइन हिँड्दैछन् गाडी पछाडि छ हिमालयन ल फर्स्ट स्नो बाटैभरि स्नो छ अहिले चाहिँ बल्ल स्नोको स्टार्टिङ हुँदैछ यो अहिले स्नोको बाटो हुँदै जाँदैछौँ लार्के पासको लागि लगभग अझै बाँकी होला 1-1.5 घन्टा जति समथिङ 1-1.5 घन्टामा हामी लार्के पास पुग्छौँ है अहिले हामी बाटोमा छौँ बाटोमा पुरै स्नो देख्न सक्नुहुन्छ स्नो चाहिँ यो पुरै जमेर आइसक्यो पुरै जमिसकेको छ है बाटोमा अलिअलि छ अब चाहिँ यस हिमाल हेर्नु सो हेलो साथीहरू अहिले हामी 4900 मिटर हाइटमा आइसकेका छौँ
4900 मिटर हाइटमा आउने क्रममा सनराइज भइसकेको छ। सनराइज हुँदैछ। म नेचर हेर्नुहोस् ल हेर्नुहोस् इट्स अ हेभन हेर्नुहोस् स्वर्ग हेर्नुहोस् गाइज स्वर्ग बवाल छ गाइज बाबा 4900 मिटर हाइटमा अहिले स्वर्गको नजारा ल हेर्नुहोस् साथीहरू यता जाँदैछन् यहाँबाट यता माथि जाने हामी च्यालेन्जिङ पनि फाइनल्ली गाइज टी हाउस आइपुग्यो अहिले हामी टी हाउसमा साथीहरू टी हाउस आएर बसिरहेको छ 2 जना पछाडि हुनुहुन्छ अहिले फाइनल्ली टी हाउस ल निशान दाइ पनि दाइ जानु न भाइ टिकटक कसरी बनाउने हो यार तिम्रोबाट बनाउनु पर्छ बनाउँछौ तिमीले बनाउँछौ Hello guys, come to the guys. आइसको पानी हामीले पानी लिएर आएको पुरै आइस बन्यो यस्तो घाममा सुधा आइस बन्दो रहेछ ल हेर्नुहोस् पुरै आइस छ हेर्नु ब्यागमा हालेर लिएर आएको यो पानी ब्यागमा हालेर ल्याएको पानीको ब्यागमा हालेर ल्याउँदा त यस्तो आइस भयो भनेपछि कस्तो होला कति चिसो होला त्यो होइन त सुपर चिसो पुरै नरो भाइ भयो थाहा हुन्छ कति चिसो हो भन्ने त्यस्तो होइन त्यस्तो केही सिम्टम होइन त्यो टाउको दुख्ने भने नर्मल कुरा हो चिसोमा मान्छेलाई अहिले बल्ल टिस्यु चाहियो अरे के दिएको तिमीले टिस्यु अहिले फालेको होइन त अस्ति सुरु दिनमा म टिस्यु छुँदा नि छुन्न भनेको थिएँ तर म 5000 मा आएर आची आइदियो अब के गर्ने छु अब यसरी हिउँले सफा रगडेर सफा छुँदा नि छुन्न म भनेको थियो के गर्ने बाध्यता परिस्थिति भनेको यही हो क्या छुन्न भने नि बाध्यता भएपछि छुन परेन छोयो बल्ल ल हेर्नुहोस् गाइज ल हेर्नुहोस् हारे केटाहरू हिँड्दैछन् आउँदैछ है निशान सबैजना लस्करै आउँदैछ सबजना आउँदैछन् गाइज बवाल छ नि यो बवाल अहिले चाहिँ मेरो फोटो खिचेको है बरल भाइले बरल भाइ आउँदैछ है ठमक गर्दै निशान सर आइसक्नु भयो ठुमक गर्दै ठुमक जब हिट जाए तो पहाड बटोमा क्राम्पन लाउनु लाग्यो अब के गर्ने ल्याएको सामान यसो सदुपयोग त गर्नै पर्यो होइन गाह्रो छ हो के गर्ने हिउँमा हिँड्नु पनि भने जस्तो सजिलो छैन मिल्यो
ल लगाइयो अब हिँड्ने हो है गाइज आइस ल आइस हेर्नु गाइज हेर्नु त यहाँ आइस सो हेलो गाइज ल हेर्नुहोस् क्राम्पन लगाई टक्क हिँडेर उहाँ माथि अब आइपुग्नु लाग्यो लार्के पास यही हो होइन क्राम्पन लगाएर हिँडेको छौँ हामी चाहिँ अहिले पुरै क्राम्पनमा हिँडिरहेछौँ भ्यू हेर्नुहोस् गाइज सो गाइज ल हेर्नुहोस् लार्के पासको नजारा हिँड्दैछौँ हामी लार्के पास हेर्नु त भ्यू कति बवाल छ ल हेर्नु चढ्दैछ लार्के पास बाहिर तिम्रो लाग्यो होइन यो त्यो अर्कीलाई हो यसले फेरि अर्कै नाम भन्दै थियो अघि ओ सो फाइनली गाइज ल लार्के पास आइपुग्यो लार्के पासको टपमा है अहिले ल हेर्नुहोस् लार्के पासको टपमा यो ल हेर्नुहोस् लार्के पासको टप यो स्टार्ट ल ल बाबा 2 3 4 5 6 7 8 9 10 11 यस 13 14 15 भन्ने आना यस 19 20 50 50 50 21 25 26 20 या जिन्स लाछ 31 हो ल ल लार्के ल लार्के हामी पास गऱ्यौँ होइन ल लार्के बाई बाई लार्के पास गरेर हामी यस्तो हिउँको बाटो यस्तो बाटोमा यसरी बाटो हिँड्दै जाँदैछौँ अब परल्लो झर्दै अब जानु लाग्यो लार्के पासको अनिल गऱ्यो होइन त स्वर्ग देखियो है गाइस स्वर्ग हेर्नु स्वर्ग ल है ल गाइस ल हेर्नुहोस् स्वर्गको बाटोमा हिँड्दैछौँ हामी साथीभाइ सबैजना जम्मा भएर हेर्ने क्राम्पन लाएर हिँड्नुपर्छ नभए त यो हिउँमा त पुरै चिप्लेर पुरै लड्छ क्या अनि चिप्लेर लड्ने भएको भएर चाहिँ यो क्राम्पन लगाएको हिउँ हेर्नु गाइस कच्चा हिउँ हेर्नु त सररै पुरै यत्रो गन्छ त हिउँ छ गाइस अनि यो क्राम्पन लगाई हिँड्नु परेछ हावा त डेन्जर चलेको डेन्जर हावा कस्तो डेन्जर हावा चलेको नि मौसम अब बिग्रिँदै जान्छ अब यो मौसम बिग्रिने बेला पनि भयो नि त मौसम हेर्नु हो त्यतातिरै पुरै कालो भएर आइसक्यो यता पुरै अहिले चाहिँ हामी हिँडिरहेछौँ यहाँ चाहिँ पुरै ओह्रालो छ यो त्यो ओह्रालोमा चाहिँ क्राम्पन लगाएन भने चाहिँ लड्छ त्यही भएर हामी चाहिँ क्राम्पन लगाएर मजाले हिँडिरहेछ हिउँले त्यो चिसोले पुरै
ओठ सुक्खा बनाइदिए ओठ डढाएर पुरै ओठ पनि कालो अनुहार पुरै कालो बनाइदिएर जो बनाइदिएको छ गाइस। तर जे जस्तो भए पनि लार्के पास चाहिँ स्वर्ग रहेछ गाइस, स्वर्ग। जो स्वर्गको बाटोमा हिँड्न पाइयो, स्वर्गलाई अनुभव गर्न पाइयो होइन त गाइस। ल हेर्नुहोस् गाइसहरू सब रेल लाएर हिँडिरहेछौँ हामी सुई ल ल गाइस सबजना हिँडिरहेछन् मस्त जोड लगाके हैसे गर्दै होइन चिलमा। यो सबजना हिँडिरहेछन् चिलमा। मलाई चाहिँ अब यहाँ एउटा गीत गाउनु मन लाग्यो। गाइदिउँ कि नगाइदिउँ त भन्नु त। भिर र पहिरो हिउँको बाटो हिँडेर लार्के पार। ए भिर र पहिरो हिउँको बाटो हिँडेर लार्के पार। साथी भाइहरू हिँड्दैछन् खुट्टामा क्र्याम्प नलगाएर। ल गाइस यो पुरै ठाडै ओह्रालो झरेको हामी अहिले सर पुरै झर्दै 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 आएर यहाँबाट यसरी झर्दै झर्दै आएर अहिले हामी यहाँ छौँ। यहाँ आएर चाहिँ हामी अब एकछिन रेस्ट गर्छौँ। हामी रेस्ट गरेर एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि गएर रेस्ट गर्ने बेलामा अब हामी यहाँ हामीले लिएर आएको काजु किसमिस छ। अनि जिउले ल्याउनु भएको उहाँले ओपनिङ गरेर खुवाउँदै हुनुहुन्छ। ल होइन हौ गाइस के हो यार यो बाटो यार जति हिँडे नि आउँदैन त यार। हामी हराएको हो कि यही बाटो हो कि के हो? हेर्नु ल अगाडि हेर्दाखेरि त अब गाउँै आउँदैन जस्तो। अगाडि हेर्दा त गाउँै आउँदैन जस्तो हेर नि त। हराएको जस्तो के हराएको फिल आइसक्यो गाउँ। बेलुकाको 4 हुन लागिसक्यो। बिहानदेखिबाट हिँडेको बिहानको 4 बजे 3 बजे उठेर 4 बजे हिँडेको अहिले बेलुकाको 4 हुन लागिसक्यो। 12 घन्टा हुन लागिसक्यो। हिँडेको छ कति हिँड्नु पर्यो यो के हो यो गाउँै आउँदैन जस्तो छ अगाडि हेर्दा त। बाटो त फेरि यही हो हुन चाहिँ। सो हेलो गाइस ल अहिले चाहिँ हामी भिमथाङ आइपुगेका छौँ। भिमथाङको यो होटलहरू हो यो। यसको हिमाल बबाले रहेछ गाइस। तर यो चाहिँ अलिक खुलेको छैन। यो भोलि बिहान खुल्यो भने त बबालै हुन्छ यहाँ पनि। खतरै रहेछ यहाँ पनि। ल भिमथाङ अहिले चाहिँ हामी भिमथाङ आइपुग्यो। हिँड्दै गरेर भिमथाङमा अब यहाँनिर होटल चाहिँ हामीले बुक गरेका छैनौँ। अब हेरौँ कुन चाहिँ होटल हुन्छ यसो हेरेर बस्नु पर्ला आजको रात यतै। आज चाहिँ यतै बसेर अनि भोलि चाहिँ हामी बेसरतिर जान्छौँ। बेसरको पनि बिच बाटोसम्म चाहिँ पैदलै हो। अनि त्यसपछि गएर चाहिँ बल्ल गाडी चढेर जाने हो। यो चाहिँ हेर्नुहोस् भिमथाङको होटलहरू। होटल पोनकर रहेछ। हिमथाङ मनाङ रहेछ। मनाङ आइपुग्यो हामी चाहिँ यो गाउँ हेर्नुहोस् यो हिमथाङ। हेलो गाइज गुड मर्निङ। गुड मर्निङ गाइज गुड मर्निङ। ल आज चाहिँ डे 9 मा हामी आज भिमथाङबाट डे 9 हो हाम्रो त। डे 9 हो। डे 9 मा चाहिँ भिमथाङबाट आज हामी चाहिँ भिमथाङबाट तिल्चे जाँदैछौँ। अनि तिल्चेबाट चाहिँ त्यहाँ गाडी पाइन्छ बेसरसम्मको। अनि बेसरबाट चाहिँ अब भ्यायो भने आज घर गइन्छ। अब आज सायद भ्याएन भने त्यतैतिर बसिन्छ कि के हुन्छ लेट्स सी। अब त्यो त हेर्दै गर्नु न थाहा भइहाल्छ है। अनि केटा हो हिँडिन्छ होइन त तिल्चेसम्म?
विकल्पै छैन नहिँडिकन विकल्पै छैन होइन हिँड्नै पर्यो जसरी नि ल नास्सो गाउँपालिका ल नास्सो गाउँपालिकालाई लास्सो ल अन्त गाइस के हो यो ढुङ्गा सबै रातो छ त यार सर माथिदेखिबाट पहिरो आएको छ होइन पहिरो आएकोदेखिबाट सबै ढुङ्गा रातो छ हेर्नु ल अचम्म हिँड्यो केटा टोलीहरू अगाडि जाँदैछन्